दर्शकबिन संसद भवन अगाडि काठमाडौँ महानगरपालिकाकै सबैभन्दा ठुलो फल्चा बनेको छ। सबैभन्दा ठुलो आकारको फल्चा भन्न मिल्छ यसलाई? होइन मिल्छ होइन, यो हो नै 32 वटाको सबैभन्दा ठुलो फल चाहिँ यही हो। स्थानीयवासीहरू अथवा चाहिँ बस चढ्न आउने यात्रीहरूका लागि अब उभिएर घन्टौँ उभिनु पर्थ्यो। अब बसेर चाहिँ गाडी आएपछि आफ्नो गन्तव्य लिन पाउनुहुन्छ। त्यसका लागि त धेरै राम्रो छ। जो चाहिँ बालेनलाई अलिकति बालेनको राम्रो काम देखेर अलिकति खुसी हुन्छ नि, त्यो मान्छेले चाहिँ बालेनले राम्रो गरेछ भनेर सोच्छ क्या। जब राम्रो मान्छे माथि पुग्छ तब नेपाल बन्छ क्या, त्यही लाग्छ मलाई। अब त्यो आफ्नो सोच हो सबैजना। म चाहिँ यहाँ अब झोले मात्रै देखेर चाहिँ भनिहालेँ होइन, झोले भनिहालेँ हो नै पनि। झोलेको पछि नलाग्नु होला, पैसाको मासुको पछि नलाग्नु होला। अब उहाँले एक खालको म्यानेजमेन्ट, राम्रो म्यानेजमेन्ट महानगरमा गर्दै गर्दा अब क्षमता भएका मान्छे माथि जाँदै राम्रो हुन्छ। बानेश्वरको फल्सामा आउनु भनेपछि ठक्रकै मान्छे कहीँ अल्मलिनी भएन, सरासरी आएर यहाँ भेटघाट गर्ने मौका भयो। 10मा कति दिनुहुन्छ उहाँलाई, मेरो बालेसालाई? 10मा चाहिँ उहाँलाई 9